र नेपालको संलग्नता हामीले योभन्दा अगाडिको भिडियोमा पढेका थियौँ। युएनको बारेमा आज नेपाल र युएनको सहभागिताको बारेमा पढ्छौँ। पहिलो आवेदन नेपालले दिएको थियो युएनमा 1949 फेब्रुअरी 13 का दिनमा दिएको थियो। नेपालले युएनको आवेदन दिएको थियो दिन हो यो। नेपालले कुन भाषामा दिएको थियो भने क्वेसन आउँछ। रञ्जना लिपि नेवारी भाषा थियो, रञ्जना लिपिमा दिएको हो नेपालले यो युएनको निवेदन दिँदाखेरि। किनकि देवनागरी लिपिमा दिन्थ्यो त्यतिखेर, देवनागरी लिपिमा इन्डियाले दिने भएकाले नेपालले रञ्जना लिपि चाहिँ प्रयोग गरेर दिएको थियो। र हाम्रो निवेदन लगेर जाने व्यक्ति भनेको पदम बहादुर छेत्री हुन्। र नेपालले सदस्यता पाएको डेट भनेको 1955 डिसेम्बर 14 यो डेटलाई चाहिँ कण्ठ गरेर राख्नु र नेपालले सदस्यता युएनको सदस्यता कहिले पायो भने। र सदस्यता पाउँदाखेरि समर्थन राष्ट्रहरू थिए 57वटा। समर्थन राष्ट्र कति थिए भनेर क्वेसन आयो भने 57वटा राष्ट्र थिए। आवेदन दिँदाखेरि नेपालका प्रधानमन्त्री मोहन शमशेर थिए र सदस्यता पाउँदाखेरिका नेपालका प्रधानमन्त्री टङ्कप्रसाद आचार्य हुनुहुन्थ्यो। नेपालसँगै सदस्यता पाउने सार्कको राष्ट्र भनेको एउटा श्रीलङ्का हो र आसियन राष्ट्र पनि छ। आसियन राष्ट्रले नेपाल लगायत आसियन राष्ट्र कम्बोडिया, लाओस र कला भन्ने 3वटा राष्ट्र थिए, तिनीहरूले पाएका। र युएनले नेपालको सदस्यता कतिौं सदस्यता पायो भने 72औं वटा छ। कतिवटा सदस्यमा पर्यो भनेर भन्दाखेरि 72औं नेपाल। अनि नेपालले कसरी सदस्यता पायो भन्ने कुरामा प्याकेज डिल अन्तर्गत 16वटा राष्ट्र थिए। 16वटा राष्ट्रसँगै नेपालले चाहिँ सदस्यता पायो आधिकारिक रूपमा। युएनको सदस्यता बन्दाखेरि चाहिँ 16वटा देश थिए, 16वटा देशसँगै नेपाल पनि थियो। सम्मेलनमा सहभागी कहिले भयो भनेर क्वेसन आउँछ। नेपाल युएनको सम्मेलनमा सहभागी हुँदाखेरि 1956 11औं सभामा चाहिँ सहभागी भएको थियो 1956 मा। र शान्ति सेनामा सहभागी भएको नेपाल 1958 बाट 5 जना गएका थिए, जो कि लेफ्टनान्ट भन्छ होइन। 5 जना गएका थिए 1958 मा। र सन् 1959 देखि युएनमा स्थायी रूपमा प्रतिनिधि पठाउन सुरु गर्यो नेपालले। पहिलो हाम्रो प्रतिनिधि थिए चुना प्रसाद शर्मा, 1956 11औं महासभामा चाहिँ भाग लिनु भएको थियो। र दोस्रो व्यक्ति हुन् ऋषिकेश शाह। र त्यसै गरी हालको स्थायी प्रतिनिधि हुनुहुन्छ लोकबहादुर थापा। र राजा महेन्द्रको बारेमा धेरै चर्चा गरिएको थियो, एकदम कूटनीतिज्ञ भनेर। ऊ 16औं महासभामा भाग लिनु भएको थियो, हुनुहुन्थ्यो राजा। 1961 मा चाहिँ महासभामा भाग लिनु थियो। एकचोटि हामी फेरि सर रिभाइज गरौँ है त। पहिलो आवेदन 1949 फेब्रुअरी 13 गते दिएको थियो। रञ्जना लिपिमा नेवारी भाषामा दिएको थियो। लगेर जाने व्यक्ति थिए, निवेदन लगेर पदम बहादुर छेत्री थिए। र नेपालले सदस्यता पाउँदा 1955 डिसेम्बर 14 गते पाएको हो। समर्थन राष्ट्र थिए 57वटा। र आवेदन दिँदाखेरि नेपालका प्रधानमन्त्री मोहन शमशेर थिए। र आवेदन पाउँदा नेपालले टङ्कप्रसाद आचार्य थिए। र नेपालसँगै सदस्यता पाउने सार्कको राष्ट्र श्रीलङ्का हो भने आसियन राष्ट्र कम्बोडिया, लाओस र कला भन्ने हो। र युएनको नेपाल सदस्यता 72औं सदस्यता राष्ट्र हो। प्याकेज डिल अन्तर्गत 16वटा देशसँगै नेपालले पनि पाएको थियो। र सम्मेलनमा सहभागी महासभामा भाग लिन सहभागी 1956 11औं सभामा चाहिँ नेपालले भाग लिएको थियो। र शान्ति सेना मिसनमा भाग लिन लागि 1958 बाट 5 जना गएका थिए। अहिलेसम्म पनि हामी गइरहेका छौँ। कहिले फर्स्ट हुन्छ, कहिले दोस्रो हुन्छ नेपाल। सन् 1959 देखि युएनमा स्थायी रूपमा प्रतिनिधि पठाउँदै आएको छ नेपाल। पहिलो व्यक्ति हुन् स्थायी प्रतिनिधि चुना प्रसाद शर्मा, दोस्रो हुन् ऋषिकेश शाह। र त्यसै गरी हालको स्थायी प्रतिनिधि लोकबहादुर थापा हुन्। र राजा महेन्द्रले 1961 16औं सभामा भाग लिएका छन्। हामीले युएनको पढ्दै भनेको यति पढे तपाईँलाई पुरा काफी हुन्छ। हिजोकोदेखि आजसम्मको यति पार्ट 2। अब कस्तो लाग्छ त्यो प्रतिक्रिया दिनु होला है। हामी अन्य भिडियो पनि बनाउँदै जानेछौँ। हस्, धन्यवाद।